कुल देवताका दिन, कुलको पूजाका दिन, कुल देवताका दिन मलाई एउटा ज्ञान आयो कि हरेक घरमा पुरुष जाति कुल मान्नै पर्छ अरे कि, कुलको आज्ञाकारी पुत्र हुनु पर्छ अरे कि। यदि घरमा कुलको आज्ञाकारी पुत्र भइदियो भने त्यो घर सुन्दर हुन्छ अरे। कसैका छोरी बहिनी मर्नु पर्दैन, कसैका छोरी बहिनीले दुःख पाउनु पर्दैन, कसैको छोरी बहिनी रुँदै बस्नु पर्दैन। अझै पनि कुलको आचरणमा कुनै पनि पुत्र बस्दैन भने अब ठुलो भोगको भाग भोग्ने छ, अनिष्ट र प्रलयको भोग भोग्नु पर्ने छ ती पुत्रहरूले भनिएको छ। आज तिनै कुल नमान्दा आज देशदेखि विश्वसम्म अनिष्ट भएको छ। कुलको आचरणमा बस्यो भने पुत्र, घर परिवार देश विश्व शान्ति हुनेछ। हरेक पुत्र कुलको आचरणमा बस्छ। कुनै नारीले दुःख पाउने छैनन्, कुनै अपशब्द बोल्ने छैनन्, कुनै कुभद्र गर्ने छैनन्, कुभलो चिताउने छैनन्। कुलको आचरणमा बसेका पुत्रले आमा को हो, दिदी को हो, बहिनी को हो, छोरी को हो, पत्नी को हो भनेर चिन्नेछ कुलको आचरणको छोराले। अनि बाहिरका नारीको मान सम्मान इज्जत गर्नेछ कुलको आचरणका छोराले। मेरो परमात्माहरुमा कुल देवताले भन्नुभएको यो आदेश हो। अझै पनि कुलको आचरण नागेर पुरुष जाति हिँड्छ भने अब तिनीहरूले प्रलयको दिन भोग्नु पर्नेछ भन्नुभएको छ है त। र हुन पनि हो। कुलको यदि आचरणमा बसेको पुरुषले कहिले पनि एउटी पत्नीलाई रुवाउने छैन, अपशब्द भन्ने छैन, अपहेलना गर्ने छैन, कुआचरण गर्ने छैन, सधैँ त्यसलाई इज्जतमा राख्नेछ। जब पत्नी इज्जतमा बसिन् भने, पति इज्जतमा बसे भने छोराछोरी महा इज्जतमा बस्नेछन् अनि घर सुन्दर शान्ति शुभपूर्णको हुनेछ, परिवार शान्तिको हुनेछ, माता पिता सबै शान्ति शुभपूर्णको हुनेछ। जय जयकार होस् सबैका घर घरका पुरुषलाई कुलको आचरण प्राप्तिको कामना होस्। यस ब्रह्माण्ड महाशक्तिको आदेश प्रसन्न पाथिबाट जयकार होस्।